MG S5 EV मा iSmart कनेक्ट गर्नुभन्दा अगाडि इम्प्लिमेन्ट गर्नुपर्ने यो तीनवटा कुरा। स्टेप 1 गाडी रेडी पोजिसनमा हुनु पर्यो। स्टेप 2 ग्लोबल डाटा स्विच अन हुनु पर्यो। यसलाई स्लाइड गर्नु पर्यो। यहाँ सेटिङमा जाने सबभन्दा तल यहाँ प्राइभेसी भनेर देख्न सक्नुहुन्छ। यो प्राइभेसीमा क्लिक गर्नु पर्यो। आई एग्री टु इन्ड युजर लाइसेन्स एग्रिमेन्ट भन्नेमा हजुरले ब्लू टिक गराउनु पर्यो। ग्लोबल डाटा स्विचको अप्सन अनि बल्ल खुल्छ। यो अन गर्ने बित्तिकै माथि हजुरले 3G र नेटवर्क देख्न सक्नुहुन्छ। म्याप, भोइस र थर्ड पार्टी अनलाइन सर्भिस पनि हजुरले एक्टिभेट गर्नुपर्ने हुन्छ। स्टेप 3 हजुरले यहाँ एक्टिभेसन देख्नु भएको छ। एक्टिभेसन गराउनु पर्ने हुन्छ यो गाडीको। यहाँ अहिले एक्टिभेट भइसकेको छ, त्यही भएर हजुरले ब्लू टिक देख्नुभयो। एक्टिभेट भएको थिएन भने चाहिँ हजुरको यहाँ एक्टिभेसन भनेर एउटा कर्सर आउँछ ब्लू कलरको, त्यसलाई क्लिक गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि चाहिँ हजुरको गाडी बल्ल iSmart कनेक्ट हुनको लागि रेडी हुन्छ। अब iSmart कनेक्ट गर्नको लागि यसलाई स्लाइड गर्नु पर्यो। यहाँ युजरमा क्लिक गर्ने, बल्ल यो क्युआर आउँछ।